टाढा डाँडाको उचाइमा एउटा पुरानो झरना थियो जहाँ दिनको उज्यालोमा पनि हल्का कुहिरो देखिन्थ्यो। गाउँलेहरू भन्थे त्यहाँ एक अप्सरा बस्छे जुन केवल साँचो हृदय भएका मानिसलाई मात्र देखिन्छे। विक्रम, एक चित्रकार, त्यो झरनाको रहस्य थाहा पाउन चाहन्थ्यो। ऊ एक दिन बिहानै त्यहाँ पुग्यो र त्यही चट्टानमा बसेर चित्र बनाउन थाल्यो। झरनाको पानी हावा जस्तै नाचिरहेको थियो र अचानक विक्रमको आँखा अगाडि एउटी अनुपम रूपवती नारी देखा परिन्। दूध जस्तो छाला, चन्द्रमा जस्तो अनुहार र कपाल हावासँग खेलिरहेका। उनी केही बोलेनन् तर मुस्कुराइन्। तिमी को हौ? विक्रमले जिज्ञासाले सोध्यो। म, उनले मधुर स्वरमा भनिन्, स्वर्गबाट लापत्ता परेकी एउटी अप्सरा। मैले मानिसहरूमाथि माया गरे अनि स्वर्गले मलाई यही थुनेको छ। विक्रम मन्त्रमुग्ध भयो। उसले चित्र बनायो त्यो अप्सराको, झरनाको र वरिपरिको उज्यालोको। अप्सराले भनिन्, यदि तिमीले यो चित्रलाई संसारभर देखायौ, म पूर्ण रूपले माटोमा बसी स्वर्गलाई बिर्सन सक्छु। तर यदि कसैले मेरो रहस्य थाहा पायो भने म सधैँ कुहिरोमा हराउनेछु। विक्रम फर्कियो। उसले त्यो चित्र प्रदर्शनीमा राख्यो। मान्छेहरू चकित भए। एकजना वृद्ध चित्र विशेषज्ञले भने, यो त स्वर्गकी अप्सरा चित्रमा बाँधिएको जस्तो छ। त्यो रात झरनाको कुहिरो बाक्लो बन्यो। विक्रम दौडिँदै गयो तर अब त्यहाँ केवल पानीको आवाज थियो। भन्ने गरिन्छ यदि तिमी झरनाको अगाडि आँखा बन्द गरेर साँचो प्रेम सम्झेर बस्यौ भने तिमीले अझै अप्सराको मधुर मुस्कान देख्न सक्छौ।